हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, सेवा सबैमा। अनि चाहिँ म बिहान घरमा चाहिँ कामहरू सकेर हाम्रो चाहिँ मकै गोड्नुपर्ने थियो। अनि मकै गोड्नुलाई आएको एक्लै होइन, त्यस्तो झार भएछ। आमा हाम्रो कुकुर ज्याक्सन आइज। अनि यो चाहिँ हामीले के भन्छ अदुवा रोपेको झार भएछ। अनि हाम्रोतिर चाहिँ सबैभन्दा यस्तो झार आउँछ क्या धेरै। अनि हाम्रो गोठ ऊ माथि हाम्रो घर नदेख्दा रहेछ, यस्तो छ। अनि झार यस्तो छ। अनि कसरी खन्नु अब म एक्लै? त्यस्तो त साथीहरू गर्दा। अनि अब नगरौँ भने नि गर्नै पऱ्यो। तर यहाँ चाहिँ यहाँ पनि मल नलगै छोडेको हो क्या, हामीले झन्डै लड्यो। यस्तो छ, कसरी गर्नु? कोदालो बर्की कम्मर बाँध्नुलाई। अनि मेरो खाजा पानीसँगै बोकेर आएको छु होइन, भरे देखाउँछु। यो अन्तिमको गरबाट खन्नुपर्ने हुन्छ। यस्तै छ है, यस्तै छ। मेरो चाहिँ खाजामा छ चटपटे होइन। अनि मैले चाहिँ एक गरा खनिसकेँ सबै झार, किनभने अब यस्तो झार छ नि, अलि झार त निस्किजान्छ होइन। अनि अब म चाहिँ चटपटे खानु लागेको खाजा। अनि फेरि खन्छु, एक गरा खनिसक्छु कि भनेको सक्दिनँ क्यारे कि गाह्रो छ नि काम गरी खानुलाई। साथीहरू म चाहिँ अहिले घर आइसकेर अघिले खनेर अनि अब खाना खाने। त्यस पछाडि बहिनीको फेरि यसो खेतालो जानुपर्ने छ। अनि म अब खाना खान्छु। अनि खेतालो जाने गएको कुखुरा चल्लाहरू बिरालो आडु चाहिँ यसपालि एउटा मात्रै फलेछ जस्तो लागिरहेछ मलाई। एउटा दुईटा कत्रो आडु फल्थ्यो, छैन योचोटि त फुल। जति जे बिर्सेर नि फुल चाहिँ देखाउनु बिर्सिनु हुँदैन। ल साथीहरू अब म खाना खान्छु होइन। ल साथीहरू म चाहिँ खेतालो हिँडिसक्यो अब होइन। अनि ढिलो भयो आज चाहिँ, 11:10 भइसक्यो। र मलाई वहाँ पार्टी पनि बिस्तारो जाने। आज सक्छ चप्पल। हिजो गर्मी भयो के गम्बुट लाउँदा। अनि आज चाहिँ चप्पलमा गएको। गली म ढिलो पनि भइसक्यो। आज खेदाउँछ लाग्नु भाइ। खेतालो हाम्रो घर कस्तो धुमिन्छ अचेल त। एकचोटि पानी पऱ्यो भने त सबै उग्रिन्छ कि भनेको पानी पनि पर्दैन। हाम्रोतिर चाहिँ मकै यत्रो भयो माथिल्लो घरको। कस्तो राम्रो घाँस पलाएछ होइन। तर अब खाजा खाने पालो इन्दु सबै देखिरहेको छ। अब के चाहिँ लुकाउने भन त? सन्ध्या मिठो छ ए मेरो यो दिउँसो आज त के भन्छ इन्दुले दिउँदेको। अनि पाटे झिँगाले सबै टोक्यो हामीलाई। त्यसरी देखिनु पर्यो नि त। सन्ध्या साह्रो पर्यो। आउलु आऊ।
तिमीले त नि डोको नि ल्याएनौ अरे अनि तिमी किन आएको आमाले फोन गर्यो माम छिटो आउनु बुढी माउ हिँड्नु नसकेर तल यस्तो उकालो छ अनि हामीले चाहिँ यसरी दाउरा काटेको मेरो मार्कै देखाउँछ ऊ तल हामीले दाउरा चिरेको देख्दैन रहेछ नि ऊ तल त्यो पालदेखि मासतिर अलिअलि दाउरा देख्दो रहेछ गाह्रो छ है कपाल सबै भाँचिएर भाँचिन्छ सन्ध्या देखेको छैन छैन होला है देखेको छ सन्ध्या देखिएन रुए जस्तो छ सन्ध्या गर्नु भयो माम देखेको छ यहाँ ऊ मामको टाउको त माथि छ अब हामी चाहिँ चारजना ऊ चाहिँ भान्जी यता चाहिँ माइजू ऊ माथि माम सेवारो धान नाचौँ न धान नाचौँ सबै यहाँ लिम्बुनी दुईजना राइनी उता राइनी अनि हाम्रो चाहिँ अब छुट्टी भयो डोकोमा भारी लाउने नि जाने घर जाने रात पऱ्यो पर डाँडा देख्दैन कि के हो नि कति साह्रो नदेख्दा छ त्यो डाँडा कटेर जानुपर्ने बाफ्रे भन्छ हो काफले जानु नजानु माम खानु नि मेरो त कपाल सबै भिजेछ पो केले घोचेछ हौ नुमा दिदी निधारमै खै त्यो त आज होइन पानी बोको खानु चिसो छ कि छैन हाम्रो आकाश चाहिँ यस्तो भइरहेछ यता चाहिँ पश्चिम पर्छ हाम्रो घाम अस्ताउँदैछ साँच्ची हाम्रो टिकटक पो बनाउने कुरा हुँदैछ त झन् पुछादेखि शिरसम्म देखाइदिन्छु कस्तो कामकारी छ हाम्रो बहिनी बुहारी बनाउने लाइकको छ कसलाई मनपर्छ कमेन्ट गर्नु होला म मिलाइदिने काम गर्छु हाम्रो आमा मेरो आमा यता हेरिदिनु नि यता हेर्नु नि भरे भिडियोमा आउँछ क्या यस्तै अब चाहिँ हामी रात पऱ्यो अब आमाहरूले चाहिँ खाना खाइसक्नु भयो अनि अब म खाना खानु बाँकी अब खाना खाने अनि काम गर्छ अनि सुत्ने अनि हाम्रो आमाले चाहिँ मेरै भ्लग हेर्दै हुन्छ भ्लग हेर्नु लगाएको आमै मेरो फोन त के भयो क्यामेरा बिग्रियो के हो के गरेको तेरो काम छैन भनेर भन्दैछ मलाई चाहिँ आमाले